खोलाबाट सुरु भयो हाम्रो यात्रा फेरि। त्यतिबेलामा चाहिँ हल्का सामानहरू लिएर चाहिँ हामी हाम्रो डेस्टिनेसनतिर लाग्दैछौँ। आइपुगेको अवस्था खोला पनि अहिले साँच्चै नै भइरहेछ। तल्लो फर्केटाहरू आइपुग्यो। बाटो चाहिँ एकदमै यो उबड खाबड भएको हुनाले एकदम चाहिँ जम्पिङ भइरहेछ। पहाड आइपुग्यो हामी अहिले। बाटो चाहिँ यहाँ त खत्तमै रहेछ। ओहो पहिरो भएर है। ठिक छ ठिक छ। उबड खाबड बाटो भए पनि जे होस् अवरोध चाहिँ छैन। यो हाम्रो स्याङ्जा जिल्ला पनि भालु पहाड। भालु ए त्यो पहिला थियो कि अहिले छैन। भालुपाडमा चाहिँ पहिरो गएर हल्का बाटो चाहिँ खराब भएको रहेछ। यो ढुङ्गालाई बचाउनु पऱ्यो। त्यसलाई अलिकति साइडबाट केही फरक पर्दैन, स्ट्यान्डमा लगाएको। बाटो चाहिँ पछि चाहिँ जस्तो भएको रहेछ। पहाडको बाटो जाँदैछौँ हामी अहिले डेस्टिनेसन आदि खोला। यतै होला नि जान्दा हिँड्नु अगाडि हिँड्नु न। अब चाहिँ हामी यहाँ नौडाँडाको जिरोबाट तल लाग्यो सेतु दोभानतिर। लुडो गेम चल्दो रहेछ यहाँ फेरि। है तयार भएपछि त लो पछाड पऱ्यो। त्यही त अहिले सेतु दोभानमा आइपुग्यो। उताबाट गयो भने चाहिँ सेतु दोभान हो। हामी त आधी खोलातिर जाँदैछौँ। यो त आधी खोला जाने बाटो हो सुन्दर हो। यो बाटो त यो बाटो चाहिँ आधी खोला जाने बाटो हो। अब आधी खोला सुरु भयो त्यहाँबाट चाहिँ यो रोड पिच गर्ने काम हुँदै रहेछ। राम्रो बनाएको रहेछ रोड। पहिला कच्ची थियो, एकदम पुरै कच्ची थियो।
तल जान लाग्यो यार फोन जान लाग्यो होइन यताबाट हो राम्रो बना बाटो एकदम राम्रो बनाएको रहेछ अहिले यो आदि खोला जाने बाटो सिधा 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 अगाडि 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 त्यसमा त चाउरो ल बरु त्यहाँ अरू पनि ग्रुप छ कि भन्ने मलाई शङ्का लाग्यो आज शनिबारको दिनमा आइदियो भने त झ्याउ हुन्छ कि कोही नआएको अस्ति न त हामी त हिउँदोमा आएको अलिकति सानो थियो क्या रफली फेरि यसरी थाहा भएको ठाउँमा त यस्तो हुन्छ नि ठ्याक्कै गउँछ नि थाहा नहुने ठाउँमा त झ्याउँछ नि त चाहिँ बाटो चाहिँ अझै कच्चै नै रहेछ यता 50% चाहिँ पिच गरेको रहेछ 50% चाहिँ बाँकी नै रहेछ 32 किलोमिटर बाइक चलाउनलाई हामीलाई खासै समस्या भएको छैन पानी परेको भए समस्या हुन्थ्यो होला हिलो भएर पानी परेको छैन अनि केही दिन भयो हाम्रो नेपालको नेचुरल ब्युटी भनेको यही हो चारैतिर हरियाली देखिन्छ एकदमै मनोरम दृश्य यहाँ चाहिँ टेम्पोको पनि व्यवस्था रहेछ टेम्पो चल्ने रहेछ म त आफ्नो डेस्टिनेसनको चाहिँ एकदमै नजिक छौँ तर यहाँ बाटो चाहिँ यस्तो छ कच्ची रोड राम्रोसँग हो बिस्तारै केटाहरू पनि रहेछ केटाबाट ठिक छ प्लान छ क्या सिधै जानु खुट्टामाथि त्यो हाम्रो नेपालको बाटो गर्नुहोस् यो बाटोले चाहिँ हामीलाई च्यालेन्ज गर्यो यहाँनिर यही हो एडभेन्चर भनेको सिधा बाटोमा त जसले पनि चलाइहाल्छ नि होइन हो यस्तोमा त हो त चलाउने बड कच्ची रोडमा कहाँबाट आउने हो क्या हो त्यहाँबाट आउने हो यो बाटो आउने हो क्या हामी पछि ल यहाँ चाहिँ अलिकति बाटो चाहिँ कम है आज हामी चाहिँ आफ्नो डेस्टिनेसनमा चाहिँ हामी आइपुगेका छौँ फिसिङ गर्ने हल्का आजको हाम्रो टेस्ट चाहिँ के हो त आज हामीले हल्का पोक पनि लिएर आएको यसो बनाएर खाउँ भनेर माछा चाहिँ अब के हुन्छ हेरौँ माछा मऱ्यो भने माछाले खाइन्छ माछा चाहिँ अब परेन भने पोक चाहिँ आज हामीले पर्सेन्ट चिनी खाइन्छ हाम्रो फिसिङ रोडको सेटअप चाहिँ भएको छ यता चाहिँ हल्का भित्र आधी खोलाको छेउमा चाहिँ यस्तो ओडान भेटिरहेको अशोक के छ त आजको ट्रिपको विषयमा केही छ राय?
लोकेसन यो आँधी खोलाको गाउँ हो यो पारिपट्टि यो चाहिँ आँधी खोला भन्ने यही हो चारैतिर हरियाली देखिन सकिन्छ यो चाहिँ आज अमन ब्रोले चाहिँ हल्का चाहिँ यहाँ लसुन अदुवा चपिङ बनाउँदैछ यहाँ चाहिँ यस्तो ओडारमा चाहिँ पोक फ्राई हुँदैछ यहाँ आजको दिन चाहिँ निकै नै रमाइलो होला जस्तो छ हामी पाँचजनाको आजको ट्रिप एकदमै चाहिँ इन्जोयमेन्ट होला जस्तो छ हेरौँ माछाको चाहिँ हामीले चाहिँ अहिलेसम्म माछा मार्ने काम चाहिँ सुरु गरेको छैन रडहरू चाहिँ एकदम ग्यास फ्राई हुँदैछ यहाँ त्यहाँ गरम मसला पनि छ है दाइ आज त हेर हैन ग्रिन चिली चप हुने काम हुँदैछ यहाँ चप जिन्जर गार्लिक रेसिपी नै बनाएर हाम्रो अमन ब्रो चाहिँ यस्तो काममा चाहिँ एकदम धेरै नै एक्सपिरियन्स अनुभवी हुनुहुन्छ उहाँ भन्ने गीत चाहिँ सुनेको चाहिँ आज आधी खोला आयो है बडा रमाइलो भइरहेको छ हाम्रो खाजा चाहिँ तयार भएको छ भर्खरै माछा नि पर्यो एउटा कत्ले माछा रड चाहिँ यता सेटअप गरिरहेको छ एउटा हल्का चाहिँ पानीको साथमा कस्तो भयो टेस्टी भयो सामान अमु ठिक छ होइन त